नमस्कार, स्वागत छ तपाईलाई र्यापिड स्पिक हब युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौँ धेरैको प्रतीक्षा गरिएको इडिबी 2026 अर्थात् डाइभर्सिटी भिसा लटराईको नतिजा सार्वजनिक भइसकेको छ। तपाईँ पनि सहभागी हुनुभएको थियो। तपाईको नाम परेको हो कि छैन भनेर जान्न यो भिडियो अन्त्यसम्म हेर्नुहोस्। इडिबी, जसलाई डिबी लटराई पनि भनिन्छ, अमेरिका सरकारद्वारा हरेक वर्ष प्रदान गरिने एउटा अवसर हो। यस कार्यक्रम मार्फत विभिन्न देशका नागरिकहरूले अमेरिकामा स्थायी बसोबासको लागि ग्रीन कार्ड जित्ने मौका पाउँछन्। यसपालि पनि लाखौं मानिसहरूले आवेदन दिएका थिए र अब नतिजा सार्वजनिक भइसकेको छ। अब हामी तपाईलाई स्टेप बाई स्टेप देखाउँछौँ इडिबी को नतिजा कसरी हेर्ने। 1. dbprom.state.gov मा जानुहोस्। 2. चेक स्ट्याटस मा क्लिक गर्नुहोस्। 3. तपाईले आवेदन गर्दा पाएको कन्फर्मेसन नम्बर हाल्नुहोस्। 4. लास्ट नेम बर्थ इयर हाल्नुहोस्। 5. क्याप्चा कोड टाइप गरी सबमिट गर्नुहोस्। यदि तपाईले सेलेक्टेड देख्नुभयो भने तपाईँ विजेता हुनुहुन्छ। यदि नट सेलेक्टेड आयो भने चिन्ता नलिनुहोस्, अर्को वर्ष प्रयास गर्न सकिन्छ। अब तपाईँ इडिबी जित्नुभयो भने अब के गर्ने। 1. DS 260 फारम भर्नुहोस्। 2. आवश्यक कागजात तयार गर्नुहोस्, जन्म प्रमाणपत्र, पासपोर्ट, फोटो आदि। 3. इम्बेसी इन्टरभ्यूको तयारी गर्नुहोस्। 4. पुलिस रिपोर्ट, मेडिकल टेस्ट अनिवार्य हुन्छ। 5. अन्ततः यदि सबै प्रक्रिया सफल भयो भने तपाईले ग्रीन कार्ड पाउनुहुनेछ। थपहरूबाट सतर्क रहनुहोस्, कोही पनि तपाईलाई फोन वा म्यासेज गरेर ग्रीन कार्ड दिलाउँछु भन्छ भने विश्वास नगर्नुहोस्। सम्पूर्ण प्रक्रिया केवल आधिकारिक वेबसाइट मार्फत मात्र गरिनुहोस्। तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यदि तपाईको नाम परेको छ भने कमेन्टमा लेख्नुहोस्, हामी तपाईलाई बधाई दिन्छौँ। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला। र्यापिड स्पिक हब तपाईको जानकारीको स्रोत। इन्टरभ्यूमा जानुअघि राम्ररी तयारी गर्नुहोस्। अङ्ग्रेजी भाषा अभ्यास गर्न सुरु गर्नुहोस् किनभने यो अमेरिका जानको मुख्य आधार हो।